हेलो वेलकम छ मेरो मिनी ब्लगमा सबैजनालाई। मेरो दिन चाहिँ यसरी सुरुवात हुन्छ। बिहान गोठमा गएदेखि गोठको सफा गर्नु पर्यो, बाख्रा हेर्नु पर्यो होइन। अब बाख्राहरू पालेपछि बगाएर सोध्नुपर्छ, यताउति सबै गर्नुपर्छ। यहाँ चाहिँ अहिले चाहिँ चारवटा मात्रै छ, दुईवटा माउ छ, दुईवटा बच्चा छ। अस्ति नि चारवटा बेच्यो। अहिले चाहिँ कामले गर्दा चाहिँ बाख्रा धेरै हालेको छैन कि। अनि यो चाहिँ पानी हो गरेर मैले त्यो खोले बनाउनलाई अब आगो बाल्नको, खोले पकाउनलाई आगो पनि बाल्नुपर्छ। खोले पकाउनलाई बाख्रा चाहिँ चल्न आएको थियो कि त्यो मकैको त्यो खोस्टा होइन, त्यो के भन्छ कोही भन्ने आएन कि मलाई चाहिँ बिर्सी गर्छु। त्यो खाना आएको गर्छ भने हेर्नु नि त्यहाँ। अनि यो बाख्राको बच्चा बाख्राको कोला चाहिँ मेरो ढाडमा चल्या गर्छ भने जतिखेर चल्या गर्छ। झन् अस्ति पानी पराउनमा त्यो सबै नछोपेर आएको पानीले भिजेर भएर बल्ल आगो बालेँ मैले। खोया बाल्यो भने अलि राम्रोसँग बल्छ। अनि यो चाहिँ हाम्रो घरको भ्यू हो मतलब पानी परेर भोलिपल्ट कस्तो राम्रो देख्छ नि त यो हरियालीमा। आज त यस्तै हो, दिनै कस्तो के बिहानीबाट गोठमा अरू त्यति। यो चाहिँ खोले हो, हिजोको बागी थियो। अनि अब यो मुसेर अनि फेरि यो गर्नुपर्छ क्या। अनि मैले खोले सोले नि पकाइसकेँ है। अनि तपाईँहरूलाई चाहिँ मैले के भन्छ खोले पकाएको खुवाएको चाहिँ नदेखाएछ भने सरी है, बाहिर बिहान। यो चाहिँ भित्रको हो। अस्ति यो चाहिँ पचकर गरेको मललाई राम्रो होस् भनेर। अनि घाँस चाहिँ अहिले माथि उसमा छैन कि, वनमा जानुपर्छ। घाँस काट्नै जानुपर्छ भने वनमा जानुपर्छ, फेरि एक्लै हुन्छ अनि डर लागेर। अनि बाउ आमाले तलै टरेला छ क्या हाम्रो नि, टरेलाबाटै काटेर पठाइदिनुहुन्छ क्या हामीलाई चाहिँ। अहिले चाहिँ दाँत बाँध्न लाग्यो। अनि आज चाहिँ तल खेततिर काम थियो। अनि बुवाले मलाई बिहानै फोन गरेर चाँडै आउनु भनेको थियो। अनि त्यही भएर दाँत माझ्ने यताउति गर्ने। अनि यो चाहिँ हेर्नु बाहिरको भ्यू। म चाहिँ केही लाउँदिनँ। यो उयो के भन्छ नि, यो हिमालय फिमाले हो कि त्यो चाहिँ लाउँछु कि मैले। अनि केही लाउन आउँदैन, के गर्नु कैचुरु। अनि अहिले चाहिँ यो पिठो हुन्छ क्या, यो मकैको पिठो चाहिँ मैले जहिले पनि लगाएको हुन्छ। जहिले नि त्यो साबुन लक्स साबुनमा पनि मुसेर उ गर्छु कि। किनभने यो सबै त्यो सेतो निस्किने चाहिँ निस्किँदो रहेछ कि यो पिठोहरूले। अनि त्यही भएर मैले चाहिँ जहिले पनि युज गर्छु, अरू केही नगरे नि। तलतिर जानै पर्छ। अब बजारतिर हुन्छ मान्छेले नि कस्तो नराम्रो मान्छे भन्ला भनेर यसो खुट्टा मुखसुख धुनी गरे। मेकअपको नाममा चाहिँ एउटा क्रिम अनि लिपस्टिक लाउने हो। म चाहिँ केही लाउँदिनँ, अरू चाहिँ त्यही नि यति कालिसी याद के गर्नु, लिपस्टिक लाउनै पर्यो होइन गाइजहरू। त्यही हो जिन्दगी। अनि अहिले त रेडी भएर बाख्रालाई घाँस हाल्न गएको। एकैचोटि बेलुका मात्रै आउँछु, बुवा बाख्रा हाल्न आउनुहुन्छ। अनि म एकैचोटि बेलुका 8-9 बजे हुन्छ। अनि त्यतिखेरमा अनि आधी बोरा जति थियो। अनि त्यो गरेर ढोका बन्द गरेर त्यही भित्र फेरि बाख्रा खोला जान्छ। अनि अब गएँ, बाई आजलाई यति। अब मिनी ब्लग भोलि आउँछ है गाइस, बाई टाटा।